गाइजहरू आज म यता आँप खोज्न आएको थिएँ। आँप झरेको थियो के पक्लक्कै यिनीहरूमा झरेको हुन्छन् यस्ता झाडीहरूमा अनि हामीहरू खोज्न गएका थियौँ। त्यतिखेर मैले एउटा आँप पाइहालेँ गाइजहरू, एउटा आँप पाइहालेँ। अब अर्को आँप खोज्छु। दुईवटा आँप सँगै खसेको थियो गाइजहरू। यस्तो काकडोको बोट हो यो, काकडो भन्छन् कि के भन्छन्। अर्को दाना कहाँ परेछ हो गाइजहरू, यता कता छैन त त्यो आँप। होइन गाइजहरू, कता हरायो त्यो आँप। अहिले टलक्क घाम लागिसकेको छ गाइजहरू अनि फेरि खोज्दा मैले यता पाइहालेँ एउटा मिठो रसिलो आँप। यता केले पो खाएको रहेछ। कस्तो राम्रो, कति मिठो, कति रसिलो रहेछ गाइजहरू। अहिले एकछिनपछि फेरि झर्छ कि आम। यता आमको रुख छ, उता जामुनको रुख छ आमको उताको। यो वाला रुखको होइन, यो वाला रुखको आँप यस्तो रसिलो हुन्छ कि मैले यता राखेको थिएँ। तपाईँहरू सोच्नु होला तीन आँप पाइहाल्यो भनेर यसले। तपाईहरू यो आँप अर्डर पनि गर्न सक्नुहुन्छ। मैले तपाईँले घुमाउन पनि लैजानेछु। पछि मिल्छु म। पछि गाइजहरू मैले यता धारामा पानी बोकिहालेछु आँप धुनको लागि। हेर्नुहोस् म तपाईँलाई देखाउन कति रहेछ टुक्पाको भनेर। यहाँ त पानी पनि भरिँदैछ, हुँदै गएको छ हो गाइजहरू। पानी पनि भरिएछ, अब आँप धुने। खासै तर आम खाना यस्तो झ्याउ लागिसकेको छ कि मलाई गाइजहरू। कतिखेर यो सूर्य पनि कस्तो होला, कतिखेर घाम लाग्दैछ, कतिखेर पानी आउला जस्तो छ, कतिखेर हावा चल्दैछ। हेर्नुहोस् गाइज, सबै ठाउँ रोपिसकेको छ। साउनको महिना हो, मेहन्दी लगाएकै छैन, चुडा पनि हालेकै छैन। अब के गर्नु, यस्तै छ। कस्ता ठुला भइहाल्यो हामीहरूको धाम। अब गाइज मैले आँप पनि धोइसकेको छु। अब म यो आँपलाई खान्छु। गाइजहरू काँचो पो रहेछ यो। गाइजहरू यता कसको पैसा